जाऊ न। ल साथीहरू हामी आइपुगे विष्णु मन्दिर। अनि यहाँ हामी मन्दिर दर्शन गर्छौँ। यो मन्दिरको पूर्वतिरको बाटो हो। अस्ति हामी पश्चिमतिरको बाटोबाट आएको थियौँ। अनि यहाँ हेरिसो यहाँ परेवाहरू छन्। पूर्वतिरको बाटोको तपाईँले देखाउँछु। यहाँ हेरिसो के छ। यहाँ स्ट्याचु रहेछ। यो हाम्रो मन्दिरकै हो सबै। यहाँ नै मूर्ति रहेछ। अनि यहाँ रहेछ परेवाहरू। अनि अब यहाँ मेरो छोरी परेवा उडाउँदै रहेछ। हेरिछ मन्दिरको पूर्वतिरको बाटो। ल यता आइसो अगाडि। हेरिछ अब मेरो छोरी मन्दिर आउन बित्तिकै परेवा उडाउनलाई। यहाँ परेवा छ। अनि यो हाम्रो भोलेनाथको मन्दिर। हर हर महादेव। आज बिहिबार भिडभाड टन्नै रहेछ। लाइन पनि छ। यसो हाम्रो विष्णु भगवान निन्द्रामा विलिन। सरस्वती माता यहाँ पूजा हुँदैछ। लाइन किताब के पीछे पड़ गया है। कति लाइन छ। यहाँ हेरिछ हाम्रो गणेश मन्दिर। श्री गणेश भोलेनाथको शिवलिङ। राखेको छु यसमा आइसो त। हामी परिक्रमा गर्ने हो खिचडी लगाएर। बिहिबार भएर लास्टै भिड रहेछ। विष्णु भगवान दर्शन गरिसो। ल यहाँ
मन्दिरको रमाइलो खुट्टाले गर्ने होइन नि छोरी